सम्पूर्ण साथीहरुमा आज पनि म तपाईहरुमाझ बाली संरक्षण विशेष केही लेखनसिपको लागि महत्त्वपूर्ण प्रश्नोत्तर लिएर उपस्थित भएको छु। यो भन्दा पहिलेको भिडियोमा पनि तपाईहरुमाझ चाहिँ मैले बाली संरक्षणका लेखनसिपका चाहिँ प्रश्न लिएर आइसकेको छु र आजको चाहिँ त्यही सिलसिलामा आज पनि तपाईहरुमाझ चाहिँ मैले एक दुईटा केही प्रश्न लिएर उपस्थित भएको छु। पहिलो प्रश्न रहेको छ, बाली रोगको परिचय दिई बाली रोग त्रिकोणबारे लेख्नुहोस्। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। बाली संरक्षणको हकमा चाहिँ यो निकै महत्त्वपूर्ण प्रश्न मानिन्छ। पहिलो यहाँ चाहिँ दुईटा प्रश्न सोधेको छ। पहिलो भनेको बाली रोग प्लान्ट डिजिजको डिफाइन गर्नुहोस्, डेफिनेसन दिनुहोस् भनेर चाहिँ पहिलो प्रश्न सोधेको छ। दोस्रो प्रश्न भनेको चाहिँ प्लान्ट डिजिज ट्रायंगल है, तपाईहरुले बुझ्नु भएको छ। प्लान्ट डिजिज ट्रायंगल हामीले चाहिँ डिजिज ट्रायंगल भनेर पढ्छौँ। बाली रोग त्रिकोणका कुराहरू लेख्नुपर्ने छ। अब योलाई हामी कसरी समाधान गर्ने भन्ने कुरा रहन्छ। पहिलो कुरा हामी चाहिँ बाली रोगको परिभाषाबाट जान्छौँ। बिरुवालाई सामान्य शारीरिक प्रक्रियामा हुने असामान्य परिवर्तन जसले चाहिँ बिरुवाको सामान्य गतिविधिमा बाधा पुर्याउँछ, त्यही नै बाली रोग हो। हामीले हिजो भनेका थियौँ एबनर्मल स्टेज अफ द प्लान्ट इज कल्ड, हैन, हामीले चाहिँ के भनेका थियौँ, प्लान्ट डिजिज भनेका थियौँ। जब चाहिँ बिरुवामा असामान्य परिवर्तन आउँछ, असामान्य अवस्था आउँछ, त्यही नै के हो, बाली रोग हो। जस्तै बिरुवा ओइलाउनु, हैन, बिरुवाको डाँठहरू कुहिनु, पातहरू कुहिनु, त्यो के हो, बाली रोग हो। नर्मल स्टेजबाट जब बिरुवा एबनर्मल स्टेजमा अर्थात् असामान्य अवस्थामा जान्छ, त्यो नै के हो, बाली रोग हो भनेर पहिलो परिभाषा लेख्यौँ। एउटा मात्रै परिभाषा लेखेर हामी नम्बर त पाइदैन, त्यसकारण चाहिँ हामी सकेसम्म दुई तीनटा लेख्छौँ। मैले अझ धेरै लेखेको छु, 4 लाइन लेखेको छु, हैन, किनभने यो पनि के हुन्छ, यसले पनि मार्क्स ओगट्छ, हैन। यसले चाहिँ यस्तो खालको 2+3 या यस्तो खालको नम्बर आइदिन सक्छ। यो भनेको 2 नम्बरको लेख्छौँ। 2 नम्बरको लेख्दाखेरि टेन्टेटिभ हामीले 4 लाइन जति लेख्यौँ भने उत्कृष्ट हुन्छ, हैन। दोस्रो के छ, बिरुवाको सामान्य शारीरिक क्रियाकलापमा हुने स्थायी विचलन वा परिवर्तन नै बाली रोग हो। सामान्य क्रियाकलापहरू जस्तै मैले भने पातहरूमा आउँछ, डाँठहरूमा दागहरू, धब्बाहरू देखिन्छ भने त्यो नै बाली रोग हो। रोग यस्तो प्रक्रिया हो जुन लगातार उत्तेजनाका कारण चाहिँ उत्पन्न हुन्छ। यसले गर्दा बिरुवामा चाहिँ विभिन्न लक्षण देखा पर्छ, हैन। रोग भनेको त खासमा के हो, लगातार चाहिँ कुनै हामीले चाहिँ के हुन्छ, जब उत्तेजनाको कारण हुन्छ तब चाहिँ उत्पन्न हुन्छ है। जस्तै हामीले भन्यौँ हावामा जब चाहिँ ह्युमिडिटी बढ्छ र टेम्परेचर हाई हुन्छ, त्यति बेला चाहिँ के हुन्छ, विभिन्न खालका ब्लाइटहरूको समस्या बढी देखिन्छ भनेर भन्यौँ, हैन। डरुवा रोगहरू त्यो भनेको उत्तेजनाबाट आयो, हैन। त्यही कारणले चाहिँ के हो, बिरुवामा आउने असामान्य अवस्था हुन्छ। यसले गर्दा यसको गर्दा चाहिँ बिरुवामा विभिन्न लक्षण देखिन्छ। कहिले पात ओइलाउँछ, कहिले डाँठ ओइलाउँछ, हैन, यो समस्याहरू आउँछ। अब यसलाई अलिकति अझै मोडिफाई गरेर लेख्ने हो भने चाहिँ तपाईले दुईटा परिभाषा लेखेर, एउटा चाहिँ यसले बिरुवामा उत्पादन घटाउँछ, हैन, यो चाहिँ विभिन्न कारणहरू उत्तेजना कारणले सिर्जना हुन्छ र बिरुवाले चाहिँ सोही अनुसार लक्षण देखाउँछ भनेर 3 लाइन लेख्दा पनि हुन्छ। मैले त अब तपाईहरुलाई चाहिँ भन्दै गर्दा 3टा परिभाषा, 4वटा परिभाषा लेखेको छु, हैन। यो 3टा परिभाषा मध्ये तपाईहरुले चाहिँ कुनै दुईटा मात्रै चुज गर्दा पनि हुन्छ। अर्को अर्थमा एउटा परिभाषा लेख्ने र अर्को अर्थमा भनेर चाहिँ अर्को परिभाषा लेख्ने, अनि अर्को लाइन चाहिँ यो लेख्ने हो। रोग एउटा यस्तो प्रक्रिया हो जुन चाहिँ लगातार उत्तेजना कारणले हुन्छ र यसले गर्दा चाहिँ बिरुवाले विभिन्न खालका लक्षण देखाउँछ भनेर त्यसरी लेख्न सकिन्छ। कुनै पनि सजीव वा निर्जीव कारण र वातावरणीय तत्त्वका कारण बिरुवाको बनोट, खाद्य तत्त्व निर्माण, स्थानान्तरण र उपयोगमा हुने अवरोध जसले बिरुवाको स्वरूपमा परिवर्तन ल्याउँछ र उत्पादनमा के गर्छ, ह्रास गराउँछ, यसलाई नै के भनिन्छ, बाली रोग भनिन्छ भनेर त्यसरी हामीले चाहिँ डेफिनेसन लेख्यौँ। यसरी लेख्दाखेरि चाहिँ उत्कृष्ट हुन्छ। यसरी तपाईले दिएको माथि दिएको चाहिँ यो मध्ये कुनै लेख्न सक्नुहुन्छ। र साथीहरुले चाहिँ, जो साथीहरु चाहिँ नयाँ हुनुहुन्छ उहाँहरुले चाहिँ के गर्न सक्नुहुन्छ भने यो भिडियो हेरेर चाहिँ तपाईहरु नोट बनाउनु होला। मैले प्लान्ट प्रोटेक्सनका चाहिँ कर्मश नोट मैले सेकेन्ड पेपर चाहिँ हल गर्दै गइरहेको छु है। तपाईहरुले ख्याल गर्नु भएको चाहिँ छैन, मैले कर्मश माथि सुरुदेखि नै हल गर्दै आइरहेको छु। अब हामी जान्छौँ बाली रोग त्रिकोण, प्लान्ट डिजिज ट्रायंगल। के हो त प्लान्ट डिजिज ट्रायंगल भन्दाखेरि चाहिँ बाली बिरुवामा रोग लाग्नको लागि मुख्य 3वटा तत्त्वहरूको आपसिक अन्तर्क्रिया हुनु जरुरी छ, जसलाई चाहिँ हामी बाली रोग त्रिकोण भन्छौँ। कुनै पनि रोग बिरुवामा देखिनलाई चाहिँ 3वटा तत्त्वको चाहिँ इन्टर रिलेसनशिप
हुनुपर्छ, कुन तत्त्व कुन अवस्थामा हुने, कुन तत्त्व कुन अवस्थामा हुने भनेर तिनटै तत्त्वको चाहिँ अवस्था मिल्यो भने मात्रै बाली रोग लाग्छ भनेर चाहिँ हामी भन्छौँ। त्यही देखाउने, त्यही दर्शाउने त्रिकोणलाई नै हामी बाली रोग त्रिकोण अर्थात् ट्रायङ्गल भनेर भन्छौँ। यदि तीन तत्त्वमध्ये एक तत्त्वको अभाव भएमा चाहिँ बालीमा रोग लाग्दैन। यसका तीनवटा अङ्ग निम्नअनुसार छन् है। तीनवटा अङ्ग निम्नअनुसार। मैले यहाँ चाहिँ यो पिडिएफ भएको कारणले उसमा वर्डमा चाहिँ थपेको छु। यो ट्रायङ्गल बनाइदिनु होला, इक्जाममा चाहिँ यो ट्रायङ्गल बनाइदिनु होला। यहाँनिर चाहिँ डिजिज लेखे पनि भयो होइन, डिजिज लेख्ने। अब हामीसँग तीनवटा कुना छ, यहाँनिर मानव यसरी लेख्दा पनि हुन्छ। होस्ट भयो एउटा है, होस्ट हुन्छ। होस्ट चाहिँ कस्तो हुन्छ भन्ने कुरा हुन्छ। त्यसपछि यहाँनिर चाहिँ प्याथोजन हुन्छ हो, प्याथोजेन है। र यहाँनिर के हुन्छ, इन्भाइरोमेन्ट हुन्छ है, इन्भाइरोमेन्ट हो। यी तीनटा कुरा, एउटा प्याथोजन हुन्छ, एउटा कुनामा होस्ट हुन्छ र एउटा इन्भाइरोमेन्ट हो। यी तीनटा कुरा कुन कस्तो हुने भन्ने कुरा रहन्छ। पहिलो कुरा चाहिँ हामीले हो भाइरुलेन्ट प्याथोजन, सशक्त जीवाणु। यो जीवाणु कस्तो हुनु पर्यो, सशक्त हुनु पर्यो, भाइरुलेन्ट खालको हुनु पर्यो होइन। हामीले ट्रायङ्गल बनाइदिनु होला इक्जाममा चाहिँ साइडमा, यो निम्नअनुसार छन् भनेको साइडमा चाहिँ ट्रायङ्गल, यहाँनिर डिजिज, यहाँनिर प्याथोजन, होस्ट। यहाँनिर यसरी पनि लेख्न सकिन्छ, सिधै हेरेर पनि लेख्न सकिन्छ होइन। ससेप्टिबल बिइएलई है, ससेप्टिबल होस्ट भनेर यहाँनिर लेख्ने। हामीले चाहिँ इन्भाइरोमेन्ट भनेको चाहिँ कस्तो हुनुपर्छ, फेभरेबल इन्भाइरोमेन्ट होइन, फेभरेबल FAVORABLE फेभरेबल इन्भाइरोमेन्ट हुनुपर्छ र भाइरुलेन्ट प्याथोजन हुनुपर्छ। यी तिनटै कुरा, होस्ट चाहिँ ससेप्टिबल भनेको चाहिँ ग्रहण गर्ने खालको, इन्भाइरोमेन्ट चाहिँ फेभरेबल उपयुक्त तापक्रम हुनु पर्यो, उपयुक्त के गर्नु पर्यो, ह्युमिडिटी हुनु पर्यो, सबै कुरा इन्भाइरोमेन्टल कुरा चाहिँ मिलेको हुनु पर्यो, फेभरेबल हुनु पर्यो। प्याथोजनको डिजिजको हकमा चाहिँ फेभरेबल, फेरि हाम्रो हकमा होइन है। अब प्याथोजन चाहिँ कस्तो हुनु पर्यो, भाइरुलेन्ट, एकदम सशक्त। प्याथोजनै कमजोर भइसकेको छ भने त्यो डिजिज फैलन सक्दैन। प्याथोजन चाहिँ एक्टिभ अवस्थामा हुनुपर्छ भने लेख्नुपर्छ। यो रोग लाग्न सक्ने क्षमता भएको सक्रिय कारक हो। यस अन्तर्गत ढुसी, ब्याक्टेरिया, भाइरस, प्लान्ट हो, हामीले फाइटोप्लाजा, निमाटोड आदि पर्दछ। जीवाणु अति सशक्त र सक्रिय हुनुपर्छ, रोग लाग्ने सम्भावना त्यति नै बढी हुन्छ। मैले भनिसकेँ, जीवाणु कस्तो हुनु पर्यो, सशक्त हुनु पर्यो, सक्रिय हुनु पर्यो, जसले गर्दा चाहिँ रोग छिटो 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 मल्टिप्लाई हुन पाओस्। त्यो भयो भने रोग लाग्छ। रोग लाग्नुको हामीले रोगको ट्रायङ्गल पढ्दैछौँ। त्यो ट्रायङ्गलमा पहिलो भनेको चाहिँ हाम्रो के थियो, प्याथोजन थियो। प्याथोजन कस्तो हुनु पर्यो, भाइरुलेन्ट हुनु पर्यो, एक्टिभ हुनु पर्यो होइन, सक्रिय हो, सशक्त जीवाणु हुनु पर्यो, बल्ल रोग सर्छ। चाहे त्यो ढुसीको जीवाणु होस्, चाहे त्यो ब्याक्टेरिया, चाहे त्यो भाइरस होइन, फाइटोप्लाज्मा, निमाटोड, जे भए पनि के गर्नु पर्यो, त्यो चाहिँ एकदम छिटो होइन, एकदम छिटो मल्टिप्लाई हुने खालको भयो भने बल्ल रोग फैलिने हो। सक्रिय खालको भयो भने मात्रै फैलिन्छ भनेर चाहिँ एउटा हामीले लेख्यौँ। अर्को भनेको चाहिँ अशक्त बिरुवा है, हामीले चाहिँ के भन्छ, सस्पेक्टिबल होस्ट भन्छ होइन। सस्पेक्टिबल ग्रहण गर्ने खालको, अशक्त कमजोर खालको बिरुवा। एकदम राम्रो खालको बिरुवा छ भने तल तल जस्तो मान्नुहोस्, एउटा कुनै बोर्ड छ, बोर्डमा चाहिँ के छ, पातहरू छ। यो पातहरूमा चाहिँ एउटा के हुन्छ, पातमा डडुवा लाग्दैछ भने मान्नुहोस्, यहाँनिर पातमा डडुवा, यो पातमा डडुवा लाग्दैमा यो बोट मर्दैन है। कुनै कुनै के हुन्छ, राम्रो बोटहरूले त के हुन्छ, यो पातमा डडुवा लाग्यो भने त्यो पात पहिलो बनाएर छोडिदिन्छ, अर्थात् पात झर्छ, तर यो बोट चाहिँ केही फरक पर्दैन। त्यस्तो खालको भयो भने रोग फैलिँदैन। यो बोट अर्थात् यो बिरुवा चाहिँ, होस्ट भनेको बिरुवा है, प्लान्ट। होस्ट भनेको के हो साथीहरू, प्लान्ट हो। प्लान्ट कस्तो हुनु पर्यो, कमजोर खालको हुनु पर्यो र ग्रहण गर्ने खालको हुनु पर्यो है। रोगहरूलाई चाहिँ के गर्ने, सजिलै ग्रहण गर्ने खालको हुनुपर्छ होइन। जीवाणुले आक्रमण गर्न सक्ने वा रोग ग्रहण गर्न सक्ने कमजोर र संवेदनशील बिरुवाको जात हुनुपर्छ। यदि बिरुवामा प्रतिरोधी क्षमता छ भने जीवाणु र अनुकूलन वातावरण भए तापनि रोग लाग्न सक्दैन। बिरुवाको पोषक अवस्था र उमेरले यसलाई असर गर्छ। मैले भनिसकेँ, अशक्त बिरुवा हुनुपर्छ, कमजोर बिरुवा हुनुपर्छ, सजिलै ग्रहण गर्ने खालको, रोग लिने खालको बिरुवा हुनुपर्छ हो। कुनै कुनै जातहरू सुन्नुभयो होला, सिर्जना जातले चाहिँ ओइल्टिङ रोग सहन्छ भन्ने सुन्नुभएको छ होइन। गोलभेडाको हाइब्रिड, नेपाली हाइब्रिड सिर्जना होइन, डाक्टर केदार बुढाथोकीले निकालेको होइन। त्यस कारणले त्यस्ता खालका
प्रतिरोधी क्षमता भएका जातहरूमा चाहिँ यो रोग फैलन सक्दैन। यो ड्रिज ट्रायङ्गलले के भन्छ भन्दाखेरि चाहिँ बिरुवा सधैँ अशक्त हुनुपर्छ, बल्ल रोग फैलिन्छ भनेर चाहिँ त्यसरी भन्छ। अर्को भनेको उपयुक्त वातावरण हो। हामीले उपयुक्त फेभरेबल इन्भाइरोमेन्ट होइन, कन्डुसिभ इन्भाइरोमेन्ट पनि भन्छ। फेभरेबल इन्भाइरोमेन्ट भनेर पढ्नुभयो होला तपाईँहरूले। फेभरेबल इन्भाइरोमेन्ट हुनुपर्छ, जस्तै रोग फैलनको लागि, जीवाणु फस्टाउनको लागि कुनै चाहिँ फाइटोप्थोरा भन्ने कुनै जीवाणु छ मान्नुहोस् हो, फाइटोप्थोरा इन्फेस्टान्स भन्ने फङ्गस छ। फाइटोप्थोरा भनेको कुनै जीवाणु छ भने चाहिँ त्यो फैलने खालको चाहिँ के हुनुपर्छ, वातावरणीय अवस्था हुनुपर्छ। जस्तै तापक्रमका कुरा रहन्छ त्यहाँ होइन, सापेक्षिक आर्द्रता, माटोको चिस्यान, पिएच, यो सबै मिल्यो भने मात्रै के हुन्छ, त्यो ढुसी फैलिन्छ, त्यो ढुसी मल्टिप्लाई गर्छ, त्यो ढुसी बिरुवालाई आक्रमण गर्छ होइन। जस्तै बढी तापक्रम, मध्यम तापक्रममा ढुसी छिटो फैलिन्छ र कम तापक्रम भयो भने ढुसी ढिलो फैलिन्छ भन्ने कुराहरू छ। यसरी नै हामीले बुझ्नुपर्छ। ड्रिज ट्रायङ्गलमा चाहिँ माथिका तीनवटै तत्त्वहरू चाहिँ एकै समयमा पर्याप्त अवधिसम्म चाहिँ एकसाथ रहेमा मात्र रोगको विकास हुन्छ। माथि भने जसरी फेभरेबल इन्भाइरोमेन्टका कुराहरू होइन, सस्पेक्टेबल होस्टका कुराहरू होइन, त्यसपछि चाहिँ के भन्यौँ हामीले, अर्को भनेको चाहिँ भाइरोलेन्ट प्याथोजन भयो भने मात्रै रोगको विकास हुन्छ, रोग फैलन्छ भन्ने कुरा चाहिँ हामीले लेख्यौँ। र यसलाई निष्कर्षमा कन्क्लुजनमा लेख्दा चाहिँ बाली रोगको सही व्यवस्थापनका लागि रोग त्रिकोणका तीनवटै पक्ष जान्न, तीनवटै पक्षको अन्तर सम्बन्ध बुझ्नु अपरिहार्य छ। आधुनिक कृषि केवल रासायनिक उपचारमा जोड नदिए यी तीनमध्ये कुनै एक पक्षलाई कमजोर पार्न प्रतिरोधी जात लगाउने, वातावरण सुधार गर्ने, एकीकृत रोग व्यवस्थापन पद्धति अपनाउनु नै बुद्धिमानी हुन्छ। यसले गर्दा न्यूनतम लागतमा दिगो बाली संरक्षण र खाद्य सुरक्षा चाहिँ सुनिश्चित हुन्छ। यो सबै लेख्न आएन भने पनि तपाईँले चाहिँ थोरै आधाबाट टुक्र्याएर पनि लेख्न सक्नुहुन्छ होइन। माथि दिएका तीनवटा तत्त्वमध्ये कुनै एक पक्षलाई कमजोर पार्न यहीभन्दा मुनि लेख्दा पनि हुन्छ। तपाईँलाई चाहिँ समय पुग्दैन भने। तर कस्तो हुन्छ भने मैले भन्दै गर्दा चाहिँ छोटो भन्यो भने झन् तपाईँ छोटो पढ्नुहुन्छ र इक्जाममा गएर झन् बिर्सेर चाहिँ एक लाइन पनि आउँदैन। कम्तीमा यति पढ्नु भने चाहिँ मजाले 2 लाइन त पुर्याउन सकिन्छ है। निष्कर्ष त्यसरी लेख्नु होला। हामीले चाहिँ के हुन्छ, यो तीनवटा कुरालाई, ड्रिज ट्रायङ्गलका चाहिँ तीनवटा कुरालाई चाहिँ हामीले होस्ट, प्याथोजन र इन्भाइरोमेन्टलाई चाहिँ बुझ्न सक्यौँ भने मात्रै हामीले चाहिँ सही व्यवस्थापन गर्न सक्छौँ। र सही व्यवस्थापनको लागि कुनै एक पक्ष कमजोर पार्दा पनि हुन्छ। जस्तै हामीले प्रतिरोधी जात लगाइदिए पनि यो डिजिज ट्रायङ्गल चाहिँ के हुन्छ, ब्रेक हुन्छ। जस्तै होस्टलाई चाहिँ बलियो बनाउन सके पनि ड्रिज ट्रायङ्गल ब्रेक हुन्छ होइन। प्याथोजनलाई कमजोर बनाउन सके पनि ड्रिज ट्रायङ्गल चाहिँ ब्रेक हुन्छ र रोगको विकास हुँदैन भनेर चाहिँ त्यो कुरालाई हामीले सरसर्ती यहाँ जोडेका छौँ। त्यसरी हेर्नु होला। अब हामी तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू यो भन्दै गर्दाखेरि, मैले तपाईँलाई बाली रोग भनेको के हो र बाली रोगको त्रिकोणको बारेमा लेख्नुहोस्, ड्रिज ट्रायङ्गल, प्लान्ट ड्रिज ट्रायङ्गलको बारेमा लेख्नुहोस् भनेर आएको प्रश्नमा चाहिँ हामीले यसरी समाधान गरेका छौँ। यो मैले सकेसम्म चाहिँ वैकल्पिक सहित लेखेको छु, अर्थात् सकेसम्म तपाईँहरूले चाहिँ विकल्प छान्ने गरी मैले यहाँ समाधान गरेको छु। जस्तै भन्न खोजेको के हो भने निष्कर्षमा पनि यहाँ मैले लगभग 4 लाइन लेखेको छु, तपाईँले 2 लाइन मात्रै लेख्दा पनि हुन्छ। पहिलो कुरा, डिफिनेसनमा पनि मैले 4-5 वटा डिफिनेसन लेखेको छु, तपाईँले चाहिँ 2टा डिफिनेसन र 1 लाइन अरू थप लेख्दै 3टा लेखे पुग्छ है। त्यसरी चाहिँ के हुन्छ, तपाईँहरूले त्यसरी बुझ्नु होला। यो धेरै लामो भयो भन्दा पनि तपाईँले पढ्नु हो भने इक्जामसम्म ठिक्क हुन्छ क्या, बिर्सिँदै जान्छ नि त होइन। सर्वे सर्वेलेन्स, हामी अब सर्वे सर्वेलेन्स भन्नाले के बुझिन्छ, यसको महत्त्व र प्रकारबारे लेख्नुहोस् भन्ने थोरै चर्चा गरौँ है। सर्वे भनेको बुझ्नु भएको छ, कुनै क्षेत्रमा चाहिँ बाली नालीमा कुन कुन शत्रुजीवको उपस्थिति कति छ भनेर थाहा पाउनको गरी नै प्रारम्भिक अध्ययन भनेको चाहिँ सर्वे हो है। जस्तै मानौँ कुनै क्षेत्र मान्नुहोस्, एउटा कुनै ओडा मान्नुहोस्, तपाईँको गाउँपालिकाको, तपाईँको स्थानीय तहको चाहिँ एउटा ओडा मान्नुहोस्। त्यो ओडामा चाहिँ के छ, अमेरिकन फौजी किरा कति छ होइन, र अन्य किराहरूको उपस्थिति कति छ भनेर थाहा पाउनलाई गरिने सामान्य खालको प्रारम्भिक अध्ययन भनेको सर्वे हो। यसले चाहिँ कुनै पनि स्थानमा रोग, किरा, झारपात र परजीवीको वस्तुस्थितिलाई अध्यावधि गर्न मद्दत गर्छ होइन। र सर्वेलेन्स भनेको के हो फेरि, सर्वेलेन्स भनेको चाहिँ शत्रु र मित्रजीवको वस्तुस्थिति, तिनीहरूको जैविक गतिविधि, आक्रमण गर्ने समय, क्षति पुर्याउने अनुकूल वातावरण, बाली रोग लाग्न सक्ने अवस्था र प्रकोप अवस्थाबारे चाहिँ निरन्तर जानकारी पाउन गरिने विस्तृत अध्ययन हो। सर्वेलेन्स भनेको चाहिँ किरा कति छ भनेर थाहा पाउने मात्रै होइन कि त्यो किराले कति बेला आक्रमण गर्छ, कतिसम्म क्षति गर्छ भनेर चाहिँ एज अ होल डिटेलमा अध्ययन गर्ने भनेको चाहिँ फेरि सर्वेलेन्स हो। त्यही भएर यो विस्तृत अध्ययन हो। यो सर्वे भनेको फेरि के हो,
प्रारम्भिक अध्ययन हो, त्यसरी बुझ्नु होला। कुरो उस्तै हो, उही शत्रुजीवलाई नै हेर्ने हो होइन, यसले मित्रजीवलाई हेर्दैन, शत्रुजीवलाई नै हेरिन्छ यसमा पनि, र शत्रुजीवको उपस्थिति कति छ भनेर चाहिँ थाहा पाउने काम गरिन्छ यसमा पनि, त्यही हो कुरो है। शत्रुजीवको उपस्थिति कतिको छ, शत्रुजीवले क्षति कति पुर्याइरहेको छ भनेर चाहिँ थाहा पाउनलाई गरिन्छ यो पनि सर्वेलेन्स। तर सर्वेलेन्स भनेको चाहिँ विस्तृत अध्ययन हो साथीहरू होइन। सर्वेलेन्स भनेको चाहिँ के हो, विस्तृत अध्ययन हो भने सर्वे भनेको चाहिँ प्रारम्भिक अध्ययन हो भनेर बुझ्नु होला। यस अन्तर्गत हप्ता वा 15 दिनको अवलोकन गरी किराको भविष्यवाणी र हो हामीले चाहिँ के भन्छ पुनर्मापनको पछिको समयमा यसले कति क्षति गर्न सक्छ होइन, पुनर्अनुमान गर्न सकिन्छ। जस्तो भोलि गएर चाहिँ यसले क्षति गर्छ कि गर्दैन, फुल फुल्ने बेला क्षति गर्छ कि गर्दैन भनेर चाहिँ अनुमान गर्नलाई सर्वेलेन्स गर्ने गरिन्छ। 10-15 दिन हप्ताको फरकमा चाहिँ गर्ने गरिन्छ। महत्त्व के हो भन्ने कुराहरू रहन्छ। नयाँ देखा परेका वा भित्रिएका शत्रुजीव प्रजातिको बारेमा थाहा पाउनु। जस्तै तपाईँले टिआरफो भन्ने सुन्नुभएको थियो होइन, पानामा विल्टका कुराहरू, केरामा लाग्ने टिआरफोको बारेमा चाहिँ पहिचान गर्नलाई चाहिँ यस्ता खालका सर्वेलेन्स गरिएको थियो। यसले के हुन्छ भने त्यसले चाहिँ के हुन्छ, कस्तो खालको रोग देखिएको छ, लक्षण के छ भनेर चाहिँ जान्नलाई पनि यो सर्वेलेन्स गरिन्छ। अर्को भनेको बालीको विभिन्न वृद्धि चरणमा देखिने शत्रुजीवको सङ्ख्या र त्यसले पुर्याउने क्षतिको वास्तविक तथ्याङ्कले क्षतिको आकलन गर्न। जस्तै फुल फुल्ने बेला कतिको क्षति गर्छ यो किरा वा रोगले होइन, फुल फुलिसकेपछि फल लाग्ने बेला कति गर्छ, अर्थात् निहाई स्टेज घुँडा जति आउँदा कति गर्छ भनेर चाहिँ डिटेलमा जान्नलाई चाहिँ हामीले यो सर्वेलेन्स गरिन्छ। अर्को भनेको शत्रुजीवको विकास र फैलावटको तापक्रम, सापेक्षिक आर्द्रता र मौसम मापदण्डले चाहिँ कतिको क्षति गर्छ। घाम लागेको दिनमा, घाम लागेको समयमा, गर्मी समयमा कति क्षति गर्छ, जाडो समयमा कति क्षति गर्छ होइन, त्यो सबै जान्नलाई। पानी परेको बेला होइन, सापेक्षिक आर्द्रता बढी भएको बेला, कम भएको बेला, कुन समयमा यसले क्षति गर्छ त भनेर बुझ्नलाई पनि सर्वेलेन्सको महत्त्व रहन्छ। अर्को भनेको नयाँ बाली लगाउँदा त्यसमा लाग्ने शत्रुजीवको प्रभाव र व्यवहार अध्ययन गर्नलाई। नयाँ बाली जस्तै हामीले नयाँ बाली लाउँदाखेरि त्यसमा किरा लाग्यो कि लागेन, किराले आक्रमण गर्यो कि गरेन त, सेतो झिँगाले आक्रमण गर्यो कि गरेन भनेर थाहा पाउनलाई है। कुन क्षेत्रमा कुन शत्रुजीव छ भन्ने निश्चित गरी शत्रुजीव मुक्त क्षेत्र, पेस्ट फ्री एरिया भन्छ होइन। जस्तै कुन त्यो क्षेत्रमा चाहिँ अमेरिकन फौजी किरा छ कि छैन भनेर चाहिँ जान्ने, छैन भने चाहिँ त्यसलाई चाहिँ यहाँ चाहिँ अमेरिकन किरा मुक्त क्षेत्र हो, अर्थात् यो चाहिँ अमेरिकन फौजी किरा चाहिँ फ्री एरिया हो, यहाँ चाहिँ छैन भनेर चाहिँ त्यसरी हामीले भन्न सकिन्छ। अर्को भनेको रोग किराको प्रकोप सम्भावित स्थितिबारे कृषकलाई समयमै जानकारी गरी न्यूनीकरण गर्न है। अब हामी के गर्छौँ भने अमेरिकन फौजी किराले जस्तो मानौँ सुरुमा चाहिँ हामीले के भन्छौँ, गुवा खान्छ भन्छौँ होइन, त्यसपछि गएर चाहिँ त्यसले चाहिँ घोगा पनि खान्छ भन्यौँ। त्यस कारणले के बुझ्नु पर्यो भने अब यसले चाहिँ भोलि गएर घोगा समेत आक्रमण गर्न सक्छ भनेर चाहिँ पहिले जानकारी दिनलाई पनि हामी के गर्छौँ, सर्वेलेन्सको महत्त्व हुन्छ है। मैले यो सर्वेलेन्स टपिकलाई चाहिँ एउटै क्वेसनमा राखेको छु, यसरी इक्जाममा सोध्दैन पहिलो कुरा है, किनभने सर्वेलेन्सको महत्त्व, प्रकार र परिभाषा सबै यहीँ छ, डिटेलमै छ। यो इक्जाममा यति लामो क्वेसन सोध्दैन, मैले चाहिँ सर्वेलेन्सको टपिकै भ्याउनलाई चाहिँ यहाँ राखेको हो। यो खासमा चाहिँ एज अ होल डिटेल चाहिँ के हो भने टपिक वाइज चाहिँ बुकको मोडेलमा चाहिँ यो हल गरेको छ है, त्यसरी बुझ्नु होला। सर्वेलेन्स भनेको के हो, सर्वेलेन्सका प्रकार लेख्नुहोस् भनेर एउटा क्वेसन आउनसक्छ, महत्त्व लेख्नुहोस् भनेर अर्का क्वेसन, यहाँ 2-3टा क्वेसन बन्न सक्छ यसबाट। अब बुझ्नु पर्यो है। सर्वेलेन्सका प्रकार 2 प्रकार, एउटा सामान्य सर्वेलेन्स, एउटा विस्तृत सर्वेलेन्स। जेनरल सर्वेलेन्स भनेको चाहिँ के हो भने हामीले सेकेन्डरी डाटाबाट लिन्छौँ। जेनरल सर्वेलेन्स भनेको चाहिँ अमेरिकन फौजी किराका पम्पलेट, बुकलेट होइन, वेबसाइटमा राखेका सामग्री, युट्युब सामग्री होइन, लेख रचना, यसबाट चाहिँ लिएर यसले यति बेला क्षति गर्छ, यसले चाहिँ यसको टाउकोमा उल्टो वाइ हुन्छ, अन्तिम खण्डको हो पुच्छरको माथि चाहिँ 4वटा थोप्ला, वर्गाकार 4वटा थोप्ला हुन्छ, यसले चाहिँ सानो अवस्थामा गोबो खान्छ, पछि गएर यसरी क्षति गर्छ भनेर चाहिँ हामीले सेकेन्डरी डाटाबाट लियो भने त्यो जनरल सर्वेलेन्स हो। त्यसमा त्यति धेरै लागत पनि लाग्दैन, मेहनत पनि लाग्दैन, सेकेन्डरी सोर्सबाट होइन, सेकेन्डरी तथ्याङ्क हामीले चाहिँ सहायक तथ्याङ्कबाट लियौँ। अब यो विस्तृत सर्वेलेन्स भनेको चाहिँ स्पेसिफिक सर्वेलेन्स भनेको चाहिँ आफै संलग्न भएर प्रत्यक्ष फिल्डमा गएर तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया हो। यसमा खोज सर्वे हुन्छ, डिटेक्सन सर्वे भनेको चाहिँ नयाँ शत्रु वा मित्रजीवहरू र तिनले पुर्याएको असर पत्ता लगाउन गरिने विस्तृत हो। खोज्ने अमेरिकन फौजी किरा कहाँ छ त, कति नम्बर वडामा छ भनेर खोज्ने, त्यहाँ एरिया केही छुट्याएकै हुँदैन, सिर्फ खोज्ने हो, जहाँ छ त्यहीँ खोज्ने हो
त्यो भनेको खोज सर्वे हो। सीमाङ्कन सर्वे होइन, डेलिमिटिङ सर्वे भनेको चाहिँ निश्चित ठाउँमा चाहिँ शत्रुजीवको उपस्थिति छ कि छैन भनेर चाहिँ उनीहरूलाई के गर्ने, सीमा तोक्ने, पहिला बाउन्डरी बनाउने। बाउन्डरी बनाइसकेपछि है, पहिला बाउन्डरी बनाउने, बाउन्डरी बनाइसकेपछि चाहिँ यो ठाउँमा चाहिँ के छ, शत्रुजीवको उपस्थिति छ, यो एरियामा चाहिँ शत्रुजीवको उपस्थिति छ भनेर चाहिँ मानौँ यो भनेको चाहिँ 1 नम्बर वडा, 2 नम्बर वडा, 3 नम्बर वडा र 4 नम्बर वडा मात्रै हाम्रो के भयो, अहिले चाहिँ यो खोलाको यता होइन, यसरी हामीले बाउन्डरी छुट्यायौँ र यो एरियाभित्र छ कि छैन, यो फाँटमा छ कि छैन भनेर चाहिँ पहिचान गऱ्यौँ भने, यो सीमा तोकेर गऱ्यौँ भने चाहिँ त्यसलाई डेलिमिटिङ हो, डेलिमिटिङ सर्वे भनेर भन्छ। यो चाहिँ बाउन्डरी निर्धारण गरेर मात्रै गरिन्छ। अर्को भनेको अनुगमन र निरीक्षण, मोनिटरिङ गर्ने होइन। शत्रुजीवको वास्तविक लक्षण क्षति र फैलावटबारे चाहिँ जानकारी लिई समय समयमा निरीक्षण गरेर गर्ने सर्वे भनेको चाहिँ अनुगमन तथा निरीक्षण सर्वे, मोनिटरिङ सर्वे हो। यसमा चाहिँ बेला बेला 7 दिनको फरकमा गाउँतिर जाने, हेर्ने त्यहाँ छ कि छैन भनेर त्यसरी अनुगमन गरिकन गर्ने गरिन्छ। अब यो त भयो हाम्रो सर्वेको प्रकार, सर्वेको महत्त्व, सर्वेलेन्सको महत्त्व, सर्वेलेन्सको परिभाषा गरेर हामीले 3टा कुरा सकायौँ। अब यसलाई निष्कर्षमा लेख्दाखेरि या माथिको जुनसुकै कुरा तपाईँले एक्जाममा प्रकार सोधे पनि, महत्त्व सोधे पनि, परिभाषा सोधे पनि, निष्कर्षमा लेख्दाखेरि चाहिँ सर्वेलेन्स कार्यक्रमले बाली बिरुवाको शत्रुहरूको सही पहिचान गरी शत्रुजीव व्यवस्थापनमा ठोस आधार प्रदान गर्छ। यसैको आधारमा जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका चाहिँ पेस्ट म्याप, कुन ठाउँमा कुन शत्रु पाइन्छ भनेर चाहिँ म्याप बनाइन्छ। सोही अनुसारको कार्यक्रमहरू सञ्चालन गरी शत्रुजीव मुक्त क्षेत्र स्थापनामा टेवा पुर्याउँछ। जस्तै मानौँ यो 1 नम्बर क्षेत्रमा चाहिँ के भयो, EFAW पनि छ, अमेरिकन फौजी किरा पनि छ, त्यसपछि अरू के हुन्छ, अरू चाहिँ जस्तो लाई छ होइन, हामीले चाहिँ थ्रिप्स छ हो, थ्रिप्स छ, यस्ता थुप्रै किराहरू छ भनेर चाहिँ हामीले के गर्छौँ, त्यस ठाउँको लागि चाहिँ एउटा म्याप बनाउँछौँ र त्यही म्यापको आधारमा चाहिँ भोलि गएर 1 नम्बरमा के कार्यक्रम चलाउनु त, प्लान्ट प्रोटेक्सन रिलेटेड कार्यक्रम भन्यो भने चाहिँ यही अमेरिकन फौजी किराहरू, त्यसपछि थ्रिप्सहरू व्यवस्थापन सम्बन्धी चाहिँ कार्यक्रमहरू चलाउने, कार्यक्रमहरूको चाहिँ निर्माण गर्ने गरिन्छ। यस कारणले चाहिँ सर्वेलेन्स भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट है, धेरै महत्त्व छ बाली संरक्षणको क्षेत्रमा भन्ने कुरा चाहिँ सर्टकट्टै लेख्यौँ। आज हामीले यो 2टा कुरा छलफल गऱ्यौँ। भोलि फेरि हामी चाहिँ अन्य क्वेसन लिएर उपस्थित हुनेछु। अहिलेसम्म यो भिडियो हेर्ने साथीहरूलाई धेरै धन्यवाद। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, केही कुरा बुझ्नु भयो कि भएन होइन, बुझिराख्नु भएको छ कि छैन, अब त्यो कुराहरू चाहिँ कमेन्टमा छोड्नु होला भन्दै, जो साथीहरू जोडिनु भएको छैन यो युट्युब च्यानलमा जोडिनु होला। जोडिएको साथीहरूले चाहिँ पुराना भिडियोहरू, थुप्रै भिडियो छ, फर्स्ट पेपर, सेकेन्ड पेपर, कोशीको प्रदेश वाइजहरू सबै यसमा छ, हेर्नु होला होइन। तपाईँहरू सर्टकट्टै हेर्नु होला। अमेरिकन फौजी किराको छुट्टै भिडियो छ यसमा, त्यो पनि हेर्नु होला भन्दै यो भिडियोबाट चाहिँ म बिदा हुन्छु। सम्पूर्णमा धन्यवाद।